होइन यो बालेनलाई त एउटा मुद्दा हाल्नै पर्यो कि क्या हो बाबे गएर मुद्दा बरु पछि हाल्नु कि यहाँ भोक लागेर भुँडी क्वाइ क्वाइ भइसक्यो भात चाहिँ पस्केर हाल्नु त पहिले यहाँ भात पाकिसक्यो छैन भोकाले मर्न आँटिसक्यो म अझैसम्म किन नपकाएको भात किनभने अब यो मोबाइल छोड्नै मन लाग्दैन आज बालेन कहाँ गयो होला आज बालेनले के भाषण गर्यो होला आज बालेनले के स्ट्याटस हाल्यो होला आज बालेनको के भइरहेछ होला भनेर भन्दा भन्दै त भात पकाउनै बिर्सिएछ मम्मी मलाई त्यो चन्द्रेको छोरा इन्द्रले भनेको बालेन साले त अनि बिहे गर्नको लागि केटी पनि खोजिदिन्छन् अरे मेरो लागि एउटा खोजिदिन लाउनु न अर्काले जे भन्यो त्यही मानेर नि बसिरहन्छन् त कोही अनि कसको आशमा बस्नु त तपाईँ र बाउको आशमा बसेको ठाडो कानै लाउनुहुन्न मेरो सब साथीहरू रिलेसनमा बसिरहेछन् म एक्लै छु घरमा मात्रै बसिराखेको छु बरु एउटा खोजिदिन लाउनु न बालेन साला भनेर ल लासरमा छैन लासरमा हुँदैन अलिकति बोल्दा के बोल्ने भनेर बोल तेरो बाउको च्यानमा तँलाई कैती भनेपछि यस वर्ष पनि मेरो बिहे हुँदैन तेरो बाउको च्यानमा हुँदैन यो मर्ने भयो नि यो जिन्दगीमा